स्वागत छ फेरि नयाँ भिडियोमा। आज चाहिँ हामी धादिङ नजिकै रहेको नरसिंह धाम मन्दिरको दर्शनको लागि जाँदैछौँ। Okay, let's go. केही छिनको यात्रापछि पाल्पा भन्ज्याङभन्दा अलि माथितिर यो सुन्दर पार्कमा एकछिन अवलोकन गर्नलाई रोक्यौँ। साथीहरू पछाडि आउँदै हुनुहुन्छ, उहाँलाई नि कुराउँ। तल देखिएको ठाउँ चाहिँ धादिङ बेसी हो। डराउनु भयो यार। समय नै भएन, अलि माथि समाउनु नि यार। खेल्नु भयो कि नै? म त आङ सिरिङ हुन्छ यार, यो त सक्दिनँ। आयो आयो पारा आयो ल, यति भएपछि चाहिँ हो हो मिल्यो मिल्यो। बर झन्डी डबल ल है त, को यहाँ खेलाउने को पैसा छ? पैसा उ ठुलो मिल्दैन कि खै म हल्लाउँछु बाबु, ल्याउ यहाँ। हार्यो भने लिनु, जित्यो भने न। अब फेरि हामी हिँड्ने क्रममै छौँ। एकछिन पिङसिङ खेल्यो, रमाइलो गरियो। हेलो, बाटो एकदमै रमाइलो छ यताको चाहिँ। यसो आनन्द लाउँछु बस्नलाई, पछाडि बस्नलाई। चलाउन त खासै मजा लाग्दैन मलाई चाहिँ। हामी चाहिँ अहिले हनुमान डाँडामा आइपुगेका छौँ। यहाँ मन्दिर पनि रहेछ। जय श्री राम। कहाँ उठ्छ? हाम्रो टाढै बेसी टाढी बेसी आयो। त्रिपुरा सुन्दरी गाउँपालिकामा स्वागत छ। टारीबेसीबाट केही समयको यात्रापछि सुन्दर सल्यानटारको रमणीय दृश्य हेर्दै हाम्रो यात्रा निरन्तर रहिरह्यो। अहिले चाहिँ हामी नरसिंह धाममा पुगिसकेका छौँ। अहिले एकदमै हाम्रो धार्मिक ठाउँ यो चाहिँ त्रिपुरा सुन्दरी गाउँपालिकामा अवस्थित छ। यता चाहिँ होम गर्ने ठाउँ जस्तो छ। यो चाहिँ यो धामको बारेमा केही कुरा राख्न जाँदै हुनुहुन्छ, भनौँ सर। ल के हो यसको? अब यो धामकै बारेमा चाहिँ यहाँ उत्पत्ति कहिले कसरी भयो भन्ने विषयमा चाहिँ अब बिस्तारै जानकारी दिनेछौँ हामी। खासमा नरसिंह भनेको चाहिँ के हो, कस्तो हो त भन्दा भगवान विष्णुको 9वटा अवतार मध्ये चौथो अवतार चाहिँ नरसिंह भगवान।
मत्स्य कुर्म बराहा हुँदै चौथो अवतार नरसिंह अवतार। तपाईँ यहाँ जुन पछाडि मूर्तिमा देख्न सक्नुहुन्छ भगवान नरसिंह र हिरण्यकशिप भन्ने दानव। हिरण्यकशिप भन्ने दानवको चाहिँ एकदम अत्याचार भइसके पछाडि भगवान विष्णुले चौथो अवतारको रूपमा नरसिंह अवतार धारण गर्नुभयो। र हिरण्यकशिप राक्षसले चाहिँ एउटा यस्तो खालको वरदान पाएको थियो कि ऊ जलमा पनि नमर्ने, थलमा पनि नमर्ने, भनेको जमिनमा पनि नमर्ने, पानीमा पनि नमर्ने, दिनमा पनि नमर्ने, रातमा पनि नमर्ने। र अर्को कस्तो भन्दाखेरि जुन मानवबाट उत्पत्ति भएको होइन, जन्तुबाट पनि ऊ नमर्ने, त्यस्तो खालको वरदान पाइसके पछाडि अब उसले यत्रतत्र सर्वत्र उसले चाहिँ ध्वंस मचाउन थाल्यो, आफ्नो एउटा राज गर्न थाल्यो। उसको नाश गर्न आवश्यक भइसके पछाडि भगवान नरसिंह, अब यो विषय चाहिँ भक्ति, यो प्रहलादसँग पनि जोडिएको विषय हो होइन, त्यो अलिकति फरक पाटो भयो। त्यस पछाडि नरसिंह भगवानले जो यहाँ यता हामी देख्न सक्छौँ हिरण्यकशिपलाई बेलुकाको समयमा घाम ठ्याक्क सूर्यास्त ठ्याक्क हुँदै गर्दाको सङ्घारमा त्यो बेलामा, त्यो भनेको दिन पनि भएन रात पनि भएन, उसले पाएको वरदान थियो दिनमा पनि नमरौँ रातमा पनि, त्यो मिट भयो। त्यस पछाडि जलमा पनि नमरौँ थलमा पनि नमरौँ भनिसके पछाडि जुन ढोका हुन्छ, ढोकाको त्यो सङ्घार हुन्छ नि, भित्र पनि होइन बाहिर पनि होइन, हो ठिक छ, उसले अर्को पनि थियो भित्र पनि नमरौँ बाहिर पनि नमरौँ भनेको थियो। ढोकाको त्यहाँनिर भित्र पनि भएन बाहिर पनि भएन, जमिनमा पनि भएन पानीमा पनि भएन। र नरसिंह भनेको नर भनेको मानिस, सिंह भनेको अब सिंह भइहाल्यो। तल चाहिँ घाँटीबाट तल चाहिँ भएको मानवको अवतार भयो नर, र माथि भनेको सिंहको नरसिंह भनेको कुनै मानवबाट उत्पत्ति भएको जीव जन्तु पनि होइन। र के त भन्दाखेरि मान्छेले बनाएको कुनै हतियारबाट पनि नमरौँ भन्ने खालको वरदान पनि थियो। अर्को भनेको अनि नङ्ग्रा हातको नङ हुन्छ होइन, त्यो नङले चाहिँ जसरी हामीले यहाँ देख्छौँ त्यो टाइममा साँझको टाइममा त्यो ठाउँमा राखेर त्यसरी चाहिँ नरसिंह भगवानले चाहिँ हिरण्यकशिपको चाहिँ ठाउँ चाहिँ हाम्रो गरेर त्यसरी। ल धन्यवाद छ हाम्रो रविन्द्र सरलाई। केही बेरको लागि मन्दिर बन्द रहेछ, त्यो बेलासम्म हामी वरिपरि रमाइलो ठाउँहरू घुम्दैछौँ। यो चाहिँ नरसिंहधामभन्दा अलि मुनितिर आँखु खोलाको छेउमा गौशाला अवस्थित रहेछ। यता चाहिँ अहिले चाहिँ हामी आँखु खोला र बुढी गण्डकीको दोभानतिर जान थाले। भक्त प्रहलादको तपस्थली ल हाम्रो दुईजना सरहरू चाहिँ अहिले भर्खर पुग्दै हुनुहुन्छ, एकदम स्लो स्लो आउनु भएको रहेछ।
अहिले चाहिँ हामी टाढी बेसीमा यताको लोकल माछा र भातको स्वाद लिँदै अब चाहिँ हामी धादिङ बेसी पुग्न लागेछौँ। तल देखिएको चाहिँ धादिङ बेसीको सुन्दर दृश्य र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सबैलाई गुड नाइट।